मजाले डेकोरमा छ यो धनी नानीले चाहिँ के भन्छ रे गरी किन पर्छ माया गर्नुपर्छ भाइ। वेलकम टु माई भ्लग। नयाँ दिन नयाँ भ्लग है त। ल आज चाहिँ हाम्रो डेलिभरी चाहिँ हेटौँडामा जाँदैछ। अब हेटौँडाबाट पनि अब एक दुईवटा अर्डरहरू आउँदैछ। अब गाउँतिरबाट पनि अलिअलि चाहिँ अर्डर आउँदैछ। काठमाडौँतिरबाट पनि अलि आउँदैछ। जस अब बिस्तारै ग्रो हुँदैछ। ल एकछिनपछि बस आउँछ होइन, 7 बजी टक्क यहाँ आउनुहुन्छ। अब त्यतिखेर म टक्क सामना हाल्छु। ल है त भेटौँला एकछिनपछि। ल हाम्रो यो सञ्चिता फेरि हाम्रो क्यामेरामा आइसकेको छ। एकदम फोरी सिँगाने छ हो। भर्खर हेर यो लुगामा दलेको हो। कपाल पनि हेर्ने फोने कोरे कति धनी छ। वाह, एयर कन्डिसन भन्छ के तेरो? एयर कन्डिसन भन्छ। ए म चाहिँ धनी हो है, धनी हो। यहाँको रोमी चाहिँ हाम्रो के यहाँनिर धनी नानीले चाहिँ के भन्छ रे गरी हजुर कपाल कोरिदिनु गाइज। तेरो कपाल कोरिदिने गाइज। अब तँलाई मोबाइलबाट कोरिदिन्छ है, तँलाई मोबाइलबाट कोरिदिन्छ। धन्यवाद। दान गर्ने क्रममा हुनुहुन्छ इन्द्र कुमारी अधिकारीज्यू, इन्द्र कुमारी अधिकारी, स्वर्गीय पिता एक कृष्ण मजाले डेकोरमा छ यो। प्रोत्साहन भएर केही सुने छैन होला मैले बोलेको। दाजु लीला म चाहिँ यहाँ सप्ताहमा आएको छु। यो सप्ताहको लास्ट डेट भएर ल म यहाँ दिदीको फोटो खिच्न जाँदैछु। यहाँ दिदीको ल देख्न सक्नुहुन्छ सप्ताह चल्दैछ यहाँ हाम्रो टेकरमा। जस्ट आज यो लास्ट दिन है त गाइज। आज 14 भुवनका प्राणीहरू दङ्ग परे। एक दिनको कुरा हो। के गरे? ब्रह्माजीलाई गएर स्तुति बिन्ती गरे देवताले। के गरे? देवती गर्नु भएको? पुराण पाञ्चित यता के वचन सुनेर केही सुने छैन होला म बोले त यसमा। अत्यन्तै प्रिय। कहाँबाट आयो यस्तो पालो? ब्रह्मा छ ए भागवतको चरण साथीहरू बाइक नधोको चाहिँ अब निकै भइसक्यो होइन। अब आज म बाइक हुन्छु। अब ब्याट्री चाहिँ गएको छ। मेरो कोठाहरू त्यस्तै हो। के भन्नु, यो रहेको छ ब्याट्री। यो हाल्यो भने टक्क लाएर बाइक धोइन्छ आज। ल म एकछिनपछि देखाउँछु है त। मेरो मिसिन रहेको छ। अब मिसिन अब एक हातले फिट गर्न सकिँदैन। ल म तपाईँलाई एकछिनमा देखाउँछु है त कसरी के भनेर। मैले चाहिँ बाइक धोइसकेँ। अब पुस्दैछु म। ओहो, 1-2 दिन बसी धोको मैले। बाइक धुनुपर्छ, माया गर्नुपर्छ बाइकलाई। जस 1-2 दिन बसी धोयो बाइक पनि। ल एकछिनपछि भेटौँ ल। आजको भ्लग चाहिँ यतिमै टुङ्ग्याउनु पर्ला जस्तो। अब किनभने मेरो चाहिँ 5 बजीदेखि क्लास हुन्छ। अब त्यही भएर त्योभन्दा पछि अब भ्लगहरू बनाउनु भ्याइँदैन। खानासाना खानुपर्छ। अब आजलाई यति नै। अब भोलि अर्को भ्लगमा भेटौँ ल। बाई बाई।